सो हाई एन्ड हेलो एभ्री वान। आज चाहिँ म तपाईँहरूलाई इन्फर्मेसन दिन आएको। राइट नाउ आइएम इन धप्पर। यहाँ चाहिँ पहिला पोखरी थिएन, अहिले चाहिँ पोखरी बनेको छ। यो पोखरीमा पानी लगाएको पनि 2 दिन भएछ। यो कुनै पर्यटकीय दृष्टिकोणले बनाइएको पोखरी चाहिँ होइन, यो चाहिँ यहाँको वाइल्ड लाइफलाई चलाइरहनको लागि यो चाहिँ एकदम ड्राई प्लेस भएकोले गर्दाखेरि चाहिँ वन्यजन्तुहरूको लागि पानीको व्यवस्था हो। यो ठुलो पोखरी मात्रै होइन, अन्य धेरै पोखरीहरू। यो कन्सेप्ट भनेको चाहिँ कस्तो भने वेट ल्यान्ड भन्छ क्या, त्यो अलिकति चिसो ठाउँ बनाइराख्नको लागि, अलिकति जनावरहरूलाई पानी पिउन सहज होस् भन्नको लागि बनाएको। प्लस यो पोखरी बन्दै गर्दा चाहिँ के फाइदा भयो भने नि, उतापट्टि यहाँ देख्दै गर्नुहुन्छ, यहाँ पर एउटा घर छ क्या। त्यो घर पनि त्यतिकै बनि मात्रै रहेको थियो। त्यो चाहिँ एज अ सेल्टरको रूपमा राखेको। यहाँबाट लगभग त्यस्तै 2 किलोमिटर मुनि एउटा गाउँ छ, 2-3 किलोमिटर मुनि एउटा गाउँ छ, र माथि 1 किलोमिटर जति माथि एउटा गाउँ छ। त्यो बिचमा चाहिँ कुनै गाउँ छैन। र यहाँबाट चाहिँ फेरि सन्दकपुरको लागि ट्रेकिङको स्टार्टिङ छ क्या, स्टार्टिङ पोइन्टहरू छ। सो त्यहाँ गर्दा चाहिँ ट्रेकर्सहरूको लागि पनि यो पानी चाहिँ पिउन लायकको छ। प्लस यहाँ अब त्यो छोटो डिस्टेन्सको लागि घुम्नु आउनुको लागि पनि यहाँ चाहिँ मिल्छ क्या। अब चाहिँ मिल्न थाल्यो भनेको यहाँ पानीको व्यवस्था भइसक्दा चाहिँ यहाँ सर्भाइभ गर्न सकिन्छ। यहाँ आएर इन्जोय गर्न सक्नुहुन्छ। अहिलेको वेदर चाहिँ यस्तै हो। अब यताको लेकको मौसम अलिकति क्लाउडी नै हुन्छ, तर पछि दसैँ तिहारको टाइममा भनौँ अब सेप्टेम्बरदेखि पछिको मौसमहरू चाहिँ ठिक छ। अहिले पनि ट्राभल त गर्नु सक्नुहुन्छ, नेचरको इन्जोय गर्नु लिनु सक्नुहुन्छ कि आउनु होला भन्दै, आउनु मन लाग्नेहरू आउनु सक्नुहुन्छ। अब चाहिँ हागेथाम मात्रै एउटा डेस्टिनेसन होइन, हागेथामभन्दा माथि पनि एउटा डेस्टिनेसन छ। सो त्यति हो गाइज, आउनु होला। यहाँ यो मौसम खुल्दा चाहिँ एकदमै राम्रो भ्यूहरू देखिन्छ कि यो पारिपट्टि। यहाँबाट हुन त जमुनाको भ्यूहरू हेर्न सकिन्छ। यहाँबाट हिमाल चाहिँ देख्दैन, तर पहाडहरू देखिन्छ पारिपट्टिको। एउटा त ओपन ल्यान्डहरू देख्दाखेरि कस्तो राम्रो भ्यूहरू आउँछ। प्लस यहाँ आएर तपाईँहरू आफ्नै दुनियाँमा रमाउन सक्नुहुन्छ। सो इफ यु क्यान डु भिजिट दिस प्लेस अल्सो। थ्याङ्क यू गाइज।